हामी कता हो आज एनिभर्सरी ट्रिप होइन त हिँडिया छ हामी नाइट ड्युटी गएर आएर अँ हल्का नसुती कहाँको ट्रिप रे भेगास अनि लस एन्जलस हामी उबर वेट गरिरहेछौँ घरबाट अब बिदाबारी भएर 3 दिनलाई घर बिदाबारी गरेर गइयो ग्यालस पिएफडब्ल्यूबाट हामी हिँड्दैछौँ हुन्छ ल हामी लस भेगस ल्यान्ड हुँदैछौँ भेगसको नाइट लाइफ मान्छेहरू आउने जाने क्रम छँदैछ गाडीहरू मान्छेहरू कस्मोपोलिटन पलाजिया भेगसमा हाम्रो कसिनो चाहिँ यस्तो छ मान्छेहरू पुरा आफ्नो पारामा सबैजनाले जुवा तास खेलिराख्नु भएको छ कमलाजी पनि भर्खर खेलेर हार्नुभयो अनि बसिराख्नु भएको छ सबैको आफ्नो आफ्नो लाइफ छ यहाँ चिल आउँछ हेलो कस्तो लागिरहेछ रमाइलो लागिरहेछ What a view! Okay, we are on the Las Vegas Strip. Our anniversary is just begin, it's just a midnight. We are celebrating our marriage anniversary. And Which marriage anniversary? do you know? Yes, Which? 4th. Okay. हामी बसेको होटलभित्रको फुलबारी लाजिया होटलको फुलबारी लाजिया होटलभित्रको कस्तो राम्रो पु रहेछ
पेन्टिङ टाइप डिजाइन। त्यहाँबाट चेक इन गरेर ल यता हेर्छु। अब हामी चेकआउट गर्दैछौँ होइन। उतापट्टि चाहिँ जुवा तास खेल्ने रमाइलो गर्ने। ल हामी कहाँ छौँ? हामी हुबर ड्याम नेभाडा। ड्याम नेभाडा है। पछाडिको दृश्य यस्तो छ रहेको रहेछ। सबै पहाडहरू। पहाड पनि कस्तो भने घाँसहरू केही छैन यो पहाडमा। सबै एकदम यो चट्टानहरूको पहाड रहेछ क्या। अब यसको पहाडको बिचमा त्यहाँ माटो चट्टान अब के हो माटै होला होइन। अब ड्याममा चाहिँ हामी अझै गएका छैनौँ। यहाँ चाहिँ अब ड्याममा ठ्याक्क अहिले आइयो। अब यहाँबाट सुरु हुँदै रहेछ। अब हामी ड्यामतिर यहाँबाट उकालो लाग्छौँ होइन त। ल ल दिस इज अन द वे टु हुबर ड्याम। यहाँ चाहिँ बाटो रहेको जस्तै हिँड्ने हुबर ड्याम। पुरै स्टेयर्सहरू रहेछ। स्टेयर्स हुँदै 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 माथि जान्छौँ जस्तो छ है। त्यही बाटोबाट हिँड्दैछौँ। हुबर ड्याम आई थिङ्क वर्ल्डको सबभन्दा ठुलो ड्याम हो यो। यस्तो खतरा बनाएको रहेछ। पानीको एरिया माथि छ। नाइस। Today we are going to LA. Right now we are on the way. We are. हेलो गाइजहरू, हामी हलिउड वक अफ फेममा छौँ है साथी दिपेशसँग। अहिले हामी यतापट्टि लस एन्जलस आइयो। भ्यू हलिउड वक अफ फेम स्ट्रिट भ्यू। ब्रुसलीको ब्रुसलीको वक अफ फेम्स यहाँ रहेछ। यस्तो टक्क बनाइरहेछ ब्रुसली। वाउ वक अफ फेम्स। हामी माइकल ज्याक्सन। ल With Michael Jackson. yes. Right now we are on the way. ल We are almost. मिकी माउसको यहाँ रहेछ। Tour guide the mansions of the celebrities. You guys want to do a tour of the city? चाइनिज थिएटर हलिउड स्ट्रिटमा हो यो सबै। LA हलिउड स्ट्रिट। I'm serious, I haven't. What happened yesterday? Huh? हलिउड स्ट्रिट लस एन्जलस। ल हलिउड स्टुडियोमा सेल्फ ड्राइभर कार। यहाँ ड्राइभरै छैन। अब आफै हिँड्छ यो। गो 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 गो। ड्राइभरै छैन यसको। हामी लस एन्जलसको हलिउड एरियाको हाउसिङ सेक्टरबाट माथि बढ्दैछौँ उकालो अब पहाडको। वाह हलिउड। हलिउड
त्यस्तो गर्दै हलिउड क्रस गरेर हामी हिँड्यो होइन त ल कस्तो लागिरहेको छ त हेलो हलिउड भनेको हाम्रो अब यहाँ अमेरिकाको मुभी क्षेत्रको चाहिँ इन्डस्ट्री हो हलिउड वर्ल्डकै भनौँ अहिले त अब बेसिकली युएसको अब यहाँ युएसमा पनि लस एन्जलस सिटी क्यालिफोर्नियाको लस एन्जलस सिटी अब हलिउडको लागि हाम्रो काठमाडौँ भने जस्तै नेपालको यो भयो हामी चाहिँ त्यहाँबाट अब त्यहाँ हलिउडको गएर सिन हेरेर अब हामी फर्किँदैछौँ तर यहाँ एउटा अचम्मको कुरो के देखेँ भन्दाखेरि त्यो भेडा पालन पनि रहेछ क्या यहाँ आएर यसरी आएर ठ्याक्क पाहाडमा च्याङ्रा भेडा नै च्याङ्रा यस्तो मजा खान्छ के छ अमेरिकाको च्याङ्रा अब यस्तो घर छ यहाँ गई टक्क चाहिँ च्याङ्रा पालन भएर रहेछ राम्रो खालको अब यहाँ मान्छेहरू आउँदैछन् वाकमा चेलपाराको च्याङ्रा भएर मजा आएको रहेछ बेभरली हिल्स स्टेट पार्क आइसो ल हामी कता हिँड्नेछौँ ल भन्नु बताइदिउँ ग्रिफिथ अब्जर्भेटरी आर्ट सेन्टर बिल्डिङमा जाँदैछौँ एलएको यस्तो रहेको छ हलिउड अघि हामी त्यहाँ गएको माथि हो हामी चाहिँ त्यहाँबाट आएको अघि हलिउड गएर हलिउड साइड गएर हामी त्यसको घुमघाम गर्दै आएका छौँ ग्रिफिथ अब्जर्भेटरी अब आउन आँट्यो यो क्याली हुँदै क्यालीको एलेको भ्यू यस्तो हामी उहाँ गएको के अघि हलिउड अनि यस्तरी आइयो सर हामी आएको बाटो माथि पार्किङ लटमा यस्तो छ ग्रिफिथ अब्जर्भेटरी बिल्डिङ चाहिँ यो रहेको छ क्याली लस एन्जलसको बाहिरको भ्यू चाहिँ यस्तो पुरै पहाडको भ्यू हलिउड गाडीहरू पनि आउँछ सिधै यहाँ बसहरू मान्छेहरू अनि स्कुलको पनि टुर होला सायद स्कुल बस पनि छ अनि अरू टुरिस्ट बस पनि छ घुमघाम गरेर मान्छेहरू यस्तरी आएर यहाँ खिचेर यस्तै जाँदैछ ग्रिफिथ अब्जर्भेटरीबाट एलएको भ्यू यस्तो रहेछ हामी चाहिँ डाँडाको माथि छौँ तलपट्टिमा उता माथि देखेको डाउन टाउन भयो पुरै तलपट्टि यस्तो छ ल So LA Santa Monica Beach. Santa Monica Beach, welcome. Santa Monica Beach यहाँ छ हामी उ त्यहाँ चाहिँ त्यो वाकमा जाने हो
सेन्टा मोनिका पियर वक ओहो मान्छेहरू बिच भयो हामी आइरहेका छौँ सेन्टा मोनिकाको सी यस्तो छ सेन्टा मोनिका बिच यो सी कुन हो होइन होइन सी पेसिफिक हो होइन त्यही त पेसिफिक ओसन हो कहाँ सी हो वर्ल्ड्स लार्जेस्ट ओसन पेसिफिक ओसन रमाइलो गर्ने आइरहेको छौँ यतापट्टि रहेछ सेभेन म्याजिक माउन्टेन मान्छेहरू यता गइरहेको छ हामीहरूले क्रस गर्दै त्यहाँ जाँदैछौँ सेभेन म्याजिक माउन्टेन लस भेगस नेभाडा सेभेन म्याजिक माउन्टेन नेभाडा लस भेगस 7वटा पहाड जस्तो बनाएको छ 1 2 3 4 5 यता 2 6 र 7 यसरी 7वटा बनाएको रहेछ यसलाई भन्छ चाहिँ सेभेन म्याजिक माउन्टेन अब एउटा आर्टिस्टले बनाएको हेर्न आउने रहेछ मान्छेहरू त्यहाँ